आज हामी तिलोत्तमा पार्कमा फर्स्ट टाइम। निशुल्क पार्क हो यो, शुल्क लाग्दैन। पिकनिक आयो भने मात्र स्टल लिन पर्यो भने त्यहाँ चाहिँ शुल्क लाग्ने रहेछ। त्यो क्याटेगोरी अनुसारको छ, 200 500 हेरेर अब त्यो सङ्ख्या हेरेर लिन्छ। यहाँ साइडमा एउटा बालुदान पनि रहेछ। त्यो बालुदानमा चाहिँ बच्चाहरू खेल्ने राम्रो राम्रो पिङहरू राखेको रहेछ। पिङहरू खेल्नलाई 50 रुपियाँ शुल्क छ पर एउटा चाहिँ बच्चाको है। त्यो बाहेक यहाँ वकिङ गर्नलाई बिहान बिहान साँझ त्यसको लागि चाहिँ असाध्यै राम्रो ठाउँ, हरियालीले भरिपूर्ण भएको र चाहिँ यहाँ गार्डनिङमा राम्रो खर्च गरेको छ। मेहनत धेरै देखिन्छ यहाँ गार्डनिङमा। तपाईहरुले अघि पनि देख्नुभयो, मेरो अगाडि मैले राखेको थिएँ। गार्डनिङमा चाहिँ राम्रो खर्च गरेको छ है। यो चाहिँ मलाई राम्रो लाग्यो यो ठाउँ। तपाईहरु पनि आउन इच्छुक हुनुहुन्छ भने आउनु होला। यो नैमिलदेखि सिधै आयो भने ठ्याक्कै यहीँ पुगिन्छ। कतै लोकेसन कतै सोध्नै पर्दैन। एकदम रमणीय ठाउँ है। एकचोटि आउनु होला सबै। तिलोत्तमा 6 मा पर्छ है यो। यसको लोकेसन भन्नुपर्दा हामी सिधै नैमिल पुगेपछि नैमिलदेखि पश्चिमतर्फ सिधै नाकको टुप्पाको सिधै आउने हो भने यही पार्कमा आइन्छ। ठ्याक्कै तीनौं खोलाको छेउमै छ यो। बनेको लगभग 7 वर्ष जति भएर यो सुरु भएको। यहाँको समितिलाई सोद्धाखेरि सायद यो असार मसान्तपछि यो नयाँ आर्थिक वर्ष लागू भएपछि शुल्क लिने पार्कमा प्रवेश गर्दाखेरि भन्ने कुरा आछ। र अहिले म यहाँ जानसम्म निःशुल्कै थियो। अहिलेसम्म हामी निःशुल्कै छिर्यौँ। र भित्र साइडमा एउटा बच्चाहरूको लागि चिल्ड्रन पार्क बालुदान पनि बनेको रहेछ। यहाँ जाँदाखेरि तपाईको पर बच्चाको 50 रुपियाँ दरले शुल्क लाग्छ। मैले यसो हेर्दाखेरि यो ठुलाबडालाई भन्दा पनि बच्चाहरूको लागि खेल्नको लागि प्रशस्त ठाउँ छ। हेर्नुस् त। र हामी जस्ता व्यक्तिहरूको लागि साँझ बिहान वकिङ गर्नको लागि असाध्यै राम्रो ठाउँ। वातावरण शुद्ध, हरियाली, शान्त, हरेक क्षेत्र बढी राम्रो छ यो। यहाँको गार्डनलाई धेरै यहाँ मेहनतका साथ बनाइएका छ। मैले देखिरहेको छु, हामीले घरमा पनि गार्डनिङ गर्छौँ। यो यसरी काट्नु भनेको धेरै गाह्रो हुन्छ। काट्न त सकिन्छ, तर यो झन्डै 15-20 दिनमै फेरि उति नै पलाउँछ क्या। यो सिजन हुन्छ, यो बर्खाको सिजनमा त म्याक्सिमम अब कटिङ गरिरहनुपर्छ। त्यसको लागि हाम्रो यहाँ 4-5 जना खटिएका रहेछन् हाम्रा गार्डनमा। र सरसफाइमा पनि राम्रो ध्यान दिएका छन्। यो हाम्रो शिवजीको मूर्तिको वरिपरि राम्रो गार्डनिङ र डिजाइन राम्रो गरेको छ। यस्तो हुन्छ अब हामी सहरीकरणको साथसाथमा यहाँ कस्तो भयो भन्दाखेरि तिलोत्तमामा अहिले हरियो जङ्गल रहे तापनि हामी जङ्गल हेरेर अलिकति सेफ हुन्न जङ्गल जानलाई। पहिला त हामी लगभग सधैँ जसो जङ्गल जान्थ्यौँ, तर अहिले कस्तो छ भन्दाखेरि माहौल जङ्गल अलिक सेफ छैन अहिले, विशेष गरी महिलाहरूको लागि है। चोरी चकारी बढ्ने होइन, सामान्य एउटा कानमा कुण्डल र नाकमा एउटा फुल लगाएर पनि हिँड्न अलिक गाह्रो भइसक्यो। सुनको भाउ बढेर गते। त्यसले गर्दाखेरि यस्तो सुरक्षित पार्कहरूमा घुम्न जान स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ। र मैले यसको बारेमा, यो हाम्रो तिलोत्तमा पार्कको बारेमा सुनिरहेको, तर यहाँ घुम्ने अवसर चाहिँ
छ हैन। धेरै कुराहरू यहाँ बन्दै रहेछ। यसको साइडमा ठुलो फुटबल ग्राउन्ड पनि रहेछ, त्यहाँ बच्चाहरू खेलिरहेको देखेँ। र यहाँ यही पार्कभित्र एउटा ब्याडमिन्टन क्लब पनि रहेछ, गर्दाखेरि यहाँ चहलपहल चाहिँ यहाँको स्थानीय बासिन्दाको धेरै रहेछ बाहिरीको भन्दा। जस्तो हाम्रो वनवाटिकासित तुलना गर्ने हो भने वनवाटिकामा बाहिरको व्यक्तिहरू बढी आउँछन् भन्दाखेरि यो पार्कमा धेरै लोकल मान्छेहरू, यहाँको स्थानीय बासिन्दाहरू बढी चहलपहल गर्ने रहेछ। यो एउटा राम्रो कुरा हो। हाम्रो वनवाटिका जतिको त अलि स्पेस छैन यसको, नभए तापनि जे निकट भविष्यमा यतिको पार्क यो हाम्रो 6 र 4 लाई र 5 लाई है, तिलोतमा 6, 4, 5 को लागि यो एउटा राम्रो गन्तव्य हो। र हामी जस्ता अलिकति अलि टाढा, हामीभन्दा अलिकति टाढा भएका मान्छेहरूलाई फ्युचरमा पिकनिक खाने ठाउँ पनि एउटा यो राम्रो हो। सधैँ एकै ठाउँमा गइरहने भन्ने पनि हुँदैन। पहिला हामी फुलबारी भनेर जान्थ्यौँ, मैले फुलबारी कतिचोटि जाने त, हजारौँ चोटि गइसक्यो फुलबारी। त्यसपछि वनवाटिका पार्क पनि नयाँ निर्माण भनौँ, अहिले हरियालीको हिसाबले पनि धेरै टप लेभलमै आउँछ। यो तिलोतमामा तपाईँको यो नै नम्बर 1 होला हरियालीमा। हाम्रो वनवाटिका पनि हरियाली छ, तर त्यति गार्डनिङ भन्ने छैन, त्यहाँ नेचुरल छ क्या। जङ्गल आफै नेचुरल तरिकाले प्राकृतिक रूपले त्यहाँ छ जङ्गल, त्यसले गर्दा त्यो हरियो देखिन्छ। र यो मलाई जहाँसम्म लाग्छ यो तीनों खोलाको छेउ बगर हो, र यो बगर भित्ती बालुवा भएको ठाउँमा यतिको हरियाली बनाउनु भनेको ठुलो मेहनत लाग्छ। यस्तो पार्क बनाउनुलाई, बगैँचा बनाउनुलाई। यहाँ व्यायामशाला पनि जिम गर्न जान पर्दैन, यहाँ हुन्छ। जिम गर्न जान पर्दैन, यही हुन्छ अनिको। ए अनि सास फालिसकेको भएर हैन त रेस्पिरेसन भएका व्यक्तिहरूलाई यहाँ आउन साह्रै सजिलो र उपयुक्त ठाउँ हो। जिममा जानै पर्दैन, सबै उपलब्ध छ। चलाउँछ अब समय मिल्यो भने शनिबार पारेर यो पार्कमा आउने प्रयास मेरो रहनेछ, किनभने यहाँको हरियाली वातावरणले मलाई मन्त्रमुग्ध बनाए। यसलाई चाहिँ मैले यहाँको कर्मचारी देखिएको छ, यसो उहाँसँग कुरा गरौँ। भाइ हजुरले यहाँको स्याहार सुधार गर्ने कति भयो र यहाँ खुलेको? यो 7 वर्ष भयो है। यो त टिकट नलाग्ने रहेछ। मैले अघि त्यहाँ सोद्धाखेरि त टिकट लाग्छ भनेको त टिकट नलाग्ने रहेछ। यो साउन 1 गतेदेखि सुरु। उसको पिकनिक खानलाई कति लाग्छ यहाँ? हजुर, सेडमा छाप्रोमा बसेर धेरै राम्रो बनाएर चाहिँ वनवाटिका फ्लप छ। वनवाटिका भन्दा धेरै राम्रो लाग्यो। वनवाटिका अलि खै पनि हेरिरहेको भएर कि मजा आउनु त्यहाँ त। धेरै ठुलो पनि छ क्या वनवाटिका, होइन? यहाँतिर पुलहरू रहेछ क्या। अलि मान्छे पनि कम्ती छ जस्तो लाग्यो यहाँ त। के भयो, हामी राति आएर हो क्या? वनवाटिकामा त ठुलो खाले उस बनाउँदैछ नि त अहिले, यस्तो खाले सेडमा क्या, होइन? यो बसेर आरामसित वकिङ गर्न आउने ठाउँ जस्तो रहेछ। बिहानतिर स्कुटी लिएर आएर, होइन त?
के झार्दै खेतमा हुन्थ्यो त्यसमा के हाम्रो घरको साइड बुढा पनि ठुलो हुँदो रहेछ बच्चाहरूको लागि राम्रो उस बनाइदिएको रहेछ यहाँ तड्केलाखेरि यहाँ चलाउँदाखेरि उठ्या छ क्या उठ्या म दुबईमा हुँदाखेरि त्यहाँ एउटा मिरिकल गार्डन भन्ने ठाउँ थियो। त्यहाँ तपाईँको महिनाको चाहिँ लाखौँ दिराम उहाँको चाहिँ लोकल करेन्सी त्यति खर्च हुन्थ्यो के ओन्ली स्याहार सुसारमा। त मैले एउटा गार्डनलाई कति स्याहार सुसार गर्न खर्च कति हुन्छ भन्ने कुरा मैले अनुमान गर्न सक्छु, किनभने यस्तो खाले गार्डन मैले थुप्रै विदेशमा पनि देखेको छु। त्यसले गर्दा मैले यो बुझ्छु कि एउटा गार्डनलाई एउटा बगैँचा मात्रै बनाएर खडा गर्नु र त्यसलाई चाहिँ स्याहार सुसार गरेर वर्षौँ वर्षसम्म टिकाउनुमा त्यहाँको समितिको ठुलो हात हुन्छ। त्यहाँको व्यवस्थापन समितिले कसरी यसलाई लिएको छ र हेरेको छ भन्ने मैले यसलाई कुरालाई म बुझिरहेको छु, किनभने उहाँहरूको मेहनत यहाँ देखिरहेको छ है। एकदम मनोरम दृश्य। यस्तो खाले बिरुवाहरूलाई चाहिँ काटेर हैन छाँटेर यसरी बनाउनु भन्ने यसरी बनाउनु नै ठुलो कुरो हो र यहाँ आउँदाखेरि बेग्लै अर्कै दुनियाँमा आए जस्तो लाग्छ। यो धेरै फरक कुरा हो। आज म पहिलो पटक आएको हुनाले यहाँ त्यसै रमाइलो लागिरहेको छ मलाई। सायद म अब आगामी दिनहरूमा पनि पटक पटक यहाँ आउने प्रयास गर्नेछु। मेरो फुर्सदको समयमा मलाई चाहिँ हरियो भनेपछि असाध्यै मनपर्छ। मैले ब्लगिङ गर्ने पनि मेरो हबी। आज कहाँ घुम्न आछौँ र हामी? आज हामी तिलोत्तमा पार्कमा घुम्न आछौँ। आज आइतबारको दिन बिदाको दिन भएर आएको। ब्लगिङ मेरो हबी हो। खास मलाई नयाँ ठाउँ हेर्ने, घुम्ने र यात्रा गर्ने मेरो हबीमै पर्छ यो। बुद्धले पनि भन्नुभएको छ ज्ञान हासिल गर्नु छ भने यात्रा गर। बुद्ध एक ठाउँमा बसेर ज्ञान हासिल गरे भएन। धेरैलाई के लाग्छ भने बुद्ध एउटा रुखको मुनि बस्यो र उसले तपस्या गर्यो र उसले ज्ञान प्राप्त गर्यो। यो चाहिँ एकदम आधार कुरा हो। बुद्धले 6 महिना एराउन्ड ऊ चाहिँ ध्यान बसेकै हो, तर उसको माध्यमबाट उसले ज्ञान प्राप्त गरेको होइन। जब ऊ भिक्षाटनमा हिँडे, हाम्रो बुद्ध भिक्षाटन गर्न हिँडे अनि उहाँले धेरै कुराहरू भोगे, अनुभव गरे, जस्तो दुःख होइन, खुसी अनि झगडा, यो सबै हेरे उहाँले। अनि यसको चाहिँ समाधान पनि उहाँले हेरे, अनुभव बुटले उहाँले। अनि जब सबै कुराहरू उहाँले सिक्दै गए अनि उहाँले चाहिँ बोधित्व प्राप्त गरे, ज्ञान प्राप्त गरे भनेर उहाँले घोषणा गरे। मेरो बुझाइमा है भन्दाखेरि किताबमा फरक छ, तर मान्छे घरदेखि बाहिर निस्केन भने उसले केही पनि कुरा सिक्दैन कि वास्तवमा। त बाहिर निस्किनुहोस् होइन, धेरै कुराहरू सिकिन्छ, धेरै कुराहरू हेरिन्छ, कस्ता लाखौँ हजारौँ मान्छेसित भेटिन्छ है। सबै मान्छेको चरित्र फरक छ नि त, सबै मान्छेको कथा फरक छ, उहाँको व्यवहार फरक छ, बोल्ने तरिका, उहाँको ह्याबिट, हरेक चिज फरक हुन्छ क्या हरेक व्यक्तिमा। त्यसले गर्दा संसार धेरै अनौठो छ, धेरै प्राणी छ, 3 करोडभन्दा माथि त अहिलेसम्म हाम्रो वैज्ञानिकहरूले प्राणीहरू पत्ता लाग्छ। अझै समुद्र त हामीले खोजेरै भ्याएका छैनौँ। गर्दाखेरि धरतीमै हामीले धेरै कुराहरू हेर्न बाँकी छ। धरती त के भनौँ, अब म नेपालकै धेरै ठाउँमा जान बाँकी छ है। नेपालको म अझै पनि हामीले अब हिमालको देश होइन, सगरमाथाको देश हामीले चाहिँ भन्छौँ, तर सगरमाथा मैले आँखाले देखेको छैन कि अहिलेसम्म है। अचम्मको कुरा, म जस्तै लाखौँ मान्छेले पनि हेरेको छैन होला होइन।
चिन्नेको छ सगरमाथा माछा पुछ्रे हेर्दैछ धौलागिरी हेर्दैछ होइन 8वटा हिमाल हाम्रो नेपालभित्रै पर्छ हाइएस्ट 10वटा हिमाल मध्येमा 10वटा हिमालमा पनि जो सबभन्दा ठुलो हिमाल सगरमाथा भन्छ हामीले माउन्ट एभरेस्ट भन्छौँ त्यसलाई हेर्ने मौका चाहिँ मैले प्राप्त गरेको छैन र मेरो इन फ्युचर मैले चाहिँ मेरो प्लानिङ के हो भन्दाखेरि म मोटो ब्लग गर्छु होला किनभने मेरो भिडियोको क्वालिटी चाहिँ अलिक गतिलो भइरहेको छैन क्या यो अलिक सेकिङ बढी भइरहेछ त सायद म डिजीको क्यामेरामा सिफ्ट हुन्छ होला चाँडै नै किनभने क्वालिटी चाहिँ आएन क्या मेरो यो मोबाइलमा कस्तो हुँदैछ भन्दाखेरि मोबाइल तपाईँले 17 प्रो नै किन्नुहोस् हिँडेर अब भ्लगिङ गर्नुहुन्छ भने सेक त हुन्छ क्या अहिले मैले यो गिम्बलसित गरिरहेको छु है गिम्बल लगाएको छु र गिम्बलले के गर्नु रहेछ भने स्टेबल त राखिरहेछ होइन भिडियोहरूलाई तर यसरी के अप डाउन सेक भइरहेछ हिँड्दाखेरि हल्का हिँड्दाखेरि पनि भिडियो चाहिँ सेक भइरहेछ गर्दाखेरि त्यो हल्लिरहेछ त्यही भएर क्वालिटी राम्रो आउँदैन र तपाईँहरू जसले चाहिँ मेरो भिडियोहरू हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ थाहा होला कतिको सेक भइरहेछ भने प्रोफेसनल देखिन्न कि हुन त मैले प्रोफेसनल लेभलको गराउन खोज्छु होइन त्यसमा मैले ट्राई पनि गर्छु तर धेरै कुराहरू कमी भनेको तपाईँको लास्टमा आएर तपाईँको हातमा जुन टेक्नोलोजी छ त्यो अहिले ठिक छैन भन्ने कुरा हो किनभने अहिले तपाईँको थुप्रै गोप्रो जस्तो क्यामेराहरू आइसक्यो होइन गोप्रो लिने भन्ने प्लानिङ पनि थियो तर गोप्रोमा कस्तो छ भन्दाखेरि भ्लगिङ गर्दाखेरि सर्ट भ्लगिङको लागि बेस्ट छ होइन गोप्रो स्टेबल दिन्छ त्यसले भिडियो 4K मा तर जस्तो अब मैले बाइकिङ गरिरहेको छु भने गोप्रो बेस्ट हो सानो क्लिपहरू लिनलाई तर मैले लङ भिडियो अब म हिँडेर म बोलिरहेको छु होइन यस्तो कुराहरू मैले देखाउन चाहन्छु होइन त्यसको लिमिटेसन बहुत कम्ती छ क्या एराउन्ड 15-20 मिनट पनि टिक्दैन गर्दाखेरि हो त्यो कुरा अहिले मलाई चित्त बुझ्दैन गोप्रो भनेको अलिकति ब्याट्री ब्याकअप नभएको डिभाइस हो क्वालिटी क्यामेरा वाइज क्वालिटी हेर्ने भने गोप्रो एक्सन क्यामेरामा बेस्ट क्यामेरा हो होइन तर डिजीको पनि अहिले गोप्रो जस्तै आएको छ क्या त्यसमा अलिकति ब्याट्री क्यापेसिटी राम्रो छ भनिरहेछ मलाई एराउन्ड एक घन्टाको ब्याकअप दिन्छ भने पनि मलाई चल्छ मैले अस्ति सोधेको थिएँ डिजीको स्टोरमा त्यो डिजीको स्टोर यहाँ छैन काठमाडौँ नै जानुपर्छ र त्यहाँ मलाई चाहिँ के भन्नुभएको थियो भने एकचोटि आएर हेर्नुहोस् तपाईँलाई राम्रै ब्याकअप पाउनुहुन्छ र एउटा एक्स्ट्रा 2टा ब्याट्री लिनुभयो भने तपाईँको भ्लगिङको लागि इनफ हुन्छ र म त अहिले स्टार्टिङ रूपमा गरिरहेको छु किनभने म नर्मली कतै न कतै गइरहेको हुन्छु होइन गर्दाखेरि मलाई भ्लग बनाउनलाई एउटा इमिडिएटली एउटा क्यामेरा मलाई चाहिरहेको छ यो स्टार्टिङ भएको हुनाले कतिको गर्न सक्छु भन्ने पाराले गरिरहेको छु तर मलाई यसमा चित्त नबुझेको भनेको यसको क्यामेरा सेकिङ है तपाईँहरूले देख्नुभयो क्यामेरा अलिक सेक भइरहेको छ म आरामसित घुमाउँदाखेरि पनि गिम्बल लगाएर क्यामेरा चाहिँ मुभ हुँदाखेरि सेक भइरहेको छ र 4K मा लगभग 120 FPS को चाहिने रहेछ क्या अनि 30-60 को मा चाहिँ मैले गरिरहेको छु अलिकति त्यसमा पनि अलिक कस्तो हुन्छ त्यो क्वालिटीमा डिफ्रेन्स आउने रहेछ र मोबाइलमा चाहिँ सम्भव छैन मैले देखेँ मैले यसको चाहिँ 17 प्रो आइफोनको त्यसमा पनि मैले चेक गरेको थिएँ हिँडेर भिडियो बनाउनलाई अलि सम्भव छैन भनेर भन्नुभएको थियो अलि त्यो क्वालिटी त आउँछ त्यसमा 4K को त क्वालिटी आउँछ मेन्टेन गर्छ होइन स्टिल क्यामेराको लागि बेस्ट हो भन्नाले एक ठाउँमा एउटा राखेर मुभमेन्ट नगरेर गर्ने भने त्यसको लागि त्यो आइफोनको कुनै पनि फोन ठिक हुन्छ तर यो हिँडेर बनाउनलाई काम छैन हिँडेर बनाउनलाई तपाईँको चाहिँ भ्लगिङ गर्नलाई डिजीको अहिले कस्मो 3 भन्ने आएको छ त्यो धेरैले मलाई सजेस्ट पनि गरेको छ बेस्ट क्यामेरा पनि हो यदि तपाईँहरू पनि यो फिल्डमा आउन चाहनुहुन्छ होइन तपाईँहरूको हबी छ हबी हुनुपर्छ फेरि हबी छैन भने त भन्छ नि काम गर्नलाई तपाईँलाई त्यसमा खुसी लाग्नुपर्छ भन्छ बल्ल तपाईँलाई काम गरे जस्तो लाग्दैन पाराले मैले लिन्छु फ्युचरमा यो क्षेत्रमा
लाग्यो भने म डिजीकै क्यामेराबाट गर्नेछु र क्वालिटी मेन्टेन गर्ने प्रयास पनि गर्नेछु। अहिले त म एडिटिङ सिकिरहेको छु, अब धेरै गाह्रो कुराहरू छ होइन, एडिटिङमै जो धेरै अलिक गाह्रो छ क्या, त्यो कुराहरूलाई पनि अब सँगसँगै लगिरहेको छु। एडिटिङ राम्रो भएन भने फेरि तपाईँको थुप्रै कुराहरू हुन्छ नि त, धेरै कुराहरू कट गर्नुपर्ने हुन्छ। अहिले हावामा उडिरहेछ, अब यसलाई मैले एडिट गरेको छैन। यो मेरो टाइम ल्याप हो, टाइम ल्याप पनि भर्खर मैले सिकिरहेको छु। धेरै लामो कुरा गरियो, भिडियो पनि लामो भयो साथी हो। ल अब बिदा हौँ, अर्को भ्लगमा भेटौँला है त, बाई।